हेलो साथीहरू, नमस्कार। अनि मैले 4-5 दिन भयो है यो एउटा कटहर खान मन लागेर किनेर ल्याएको थिएँ हैन। यो चाहिँ घरमै पाक्छ, मैले काँचो काँचो ल्याएको घरमै पाक्छ भनेर भन्दै थियो। 4-5 दिन भयो खै अब यता थिच्यो त साह्रै छ त पाकेछ कि छैन है, भित्र कस्तो छ म हेर्छु है। यहाँ यो फोरेर अनि भाँडामा राख्नु भनेर यहाँ हेर्नुहोस् त, यो भाँडामा रेडी गरेको छु हैन। तर अब यहाँ फोड्छु कस्तो छ भित्र, राम्रो छ कि छैन है। अब फोड्न पनि जान्दिनँ होला, हेरौँ। अब काम सिक्नुपर्छ, जाने पनि नजाने पनि गर्नुपर्छ। तर पाक्यो कि के हो खै, यसरी गरेर बेच्छन् हैन। ला काँचै रहेछ क्या हो। ल कसरी गर्ने हो। छि काँचै दिएछ यिनीहरूले, अनि कसरी खाने त। अब यो फुटाइहाले। छि के हो तरकारी खाने अब। खोइ त यस्तो पो रहेछ त। खोइ गेडो हात्ती आयो फुस्सा। यो त तरकारी खाने रहेछ न। ल यी खोइ गेडो, यो मरिचहरू ठक मैले ल्याएको, अनि 1 रातमा पाक्छ भन्दै थियो त। अब म कम्प्लेन गर्न जान्छु। यी खोइ गेडो, यी यस्तो रहेछ। यो खोइ गेडै छैन यत्रोमा। यी एउटा हो, चाख्नु पर्यो अन्त। खोइ गेडो छि एउटा 1 कप तेरोमा खोइ। यो ठक मधेसीहरू त हो, के गर्ने अब यत्रो ठुलोमा। लु साथीहरू हेर्नु है, यत्रो ठुलोमा है एउटा डल्लोमा यो 2-3टा भयो हैन। यो सानो छ, अनि मैले एउटा खाएँ है, यो 3टा। अब म यहाँ कम्प्लेन गर्न जान्छु। यत्रोमा यो 3टा मात्रै गेडा भएको दिने हो त। कस्तो खालको यी 3टा, मैले एउटा खाएँ त्यहाँ। 3टा 4टा 5वटा रहेछ, त्यो पनि यत्रो सानो। लो साथीहरू, डल्लो त नकिन्नु पर्ने रहेछ।